नमस्कार। एक दिनको कुरा हो, एकजना किसान बिहानै उठेर आफ्नो खेततर्फ कामको लागि प्रस्थान गर्दै गर्दा बाटोमा ठुलो ढुङ्गा देख्छ। अनि त्यो ढुङ्गा त्यो किसानले मात्र होइन, त्यो बाटो हिँड्ने अरू मान्छेहरूले पनि देखिरहेका थिए र ती मान्छेहरूले त्यो ढुङ्गालाई इग्नोर गर्दै रिसाउँदै यो बाटो छेकेछ यत्रो ढुङ्गा भन्दै अनि बाटो चेन्ज गरेर आफ्नो गन्तव्यतिर जाने गरेका थिए। ती समयमा त्यो किसानले के महसुस गर्छ भने यो ढुङ्गाले त साँच्चीकै सबैलाई दुःख दिएछ। यो ढुङ्गालाई चाहिँ मैले आज जसरी हुन्छ हटाउनु पर्छ यहाँबाट भन्ने खालको अठोट गर्छ र आफूसँग भएका औजारहरू प्रयोग गरेर उसले लामो समयको मेहनतले त्यो ढुङ्गालाई पल्ट्याउँछ या हटाउँछ त्यहाँबाट। त्यो ढुङ्गा पल्टाइरहँदाखेरि त्यो ढुङ्गाको मुनि चाहिँ एउटा थैली भेटिन्छ। त्यो थैलीमा एउटा सुनको सिक्का र चिठी थियो। त्यो चिठीमा लेखिएको थियो, यो पुरस्कार तिनीलाई हो जसले समस्या देखेर गुनासो या बाटो फेर्ने होइन कि समस्याको समाधान खोज्छ। त्यस कारणले यो कथाबाट के कुरा प्रष्ट हुन्छ भने साथीहरू, आज हामीले पनि जीवनको यात्रामा यो दौरानमा हामीले विभिन्न समस्या र अप्ठ्याराहरूलाई फेस गर्नु परेको छ। यी समस्या र अप्ठ्याराहरूबाट हामी भाग्यौँ भने, हामीले त्यो समस्या र अप्ठ्याराका विकल्पहरू खोज्यौँ भने कतै हामी चाहिँ ती सुनौला अवसरहरूबाट वञ्चित त हुँदै छैनौँ। सङ्घर्ष गर्नको सट्टा हामीले सजिलो खोज्दाखेरि हामीले ती सुनौला ती गोल्डन अपर्च्युनिटीहरू गुमाउँदै त छैनौँ। यो कथाले यो सन्देश प्रवाह गर्छ। त्यही भएर जीवनमा अब्स्ट्याकलहरू, अप्ठ्याराहरू, दुःखहरू, भारीहरू हुन्छन् साथीहरू। यी भारी, यी दुःख, यी कष्ट र ती अप्ठ्याराहरूलाई जब पार गर्छौँ नि, हो हामी पनि साँच्चीकै त्यस्तै पुरस्कार पाउन लायक हुन्छौँ। जीवनको हाम्रो मेहनतबाट हामी सफलता प्राप्त गर्न सक्छौँ र एउटा समृद्ध भविष्य निर्माण गर्न सक्छौँ भन्ने सन्देश प्रवाह गर्न चाहन्छु। थ्याङ्क यू भेरी मच।